हे भगवान् भन्न म त यता हेर्छु त ओइसेन्ट छ यार देखो ल da ra 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 na 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 ha 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 हे भगवान् भन्न म त यता हेर्छु त ओइसेन्ट छ यार म हेरेछु माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको ल हेर यता ओए मेरो जुन तिम्रो नजर हालेर अनि के भ्लग बनाउनु लाग्यो अनि यस्तो आएर के बस्ती पुग्नु हालेर नि अनि ल्याउने लगेर जाने डाँडा काँडा वन पाखा भन्नु ल पछि ओइ खानु हो छैन ल हेलो हेलो आमा कहाँ भयो खै कहाँ फला गया कहाँ फला गया अब अलि अगाडि नि छ कि अब यहाँ आऊ न वाउ लाली गुराँस फुलेछ आई लभ यु गाइज तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु भेटिरहनु कसरी खान्छ र रुझाइरहनु नबर्सेर म रस खुवाउँछु ल टोक्नु त मेरो टोक्नु न छेउ कस्तो भयो जाँड जस्तै छ गुलियो थिएन थियो त गुलियो थिएन गुलियो जाँड
के अरे के तिनु पाकेको छु खै त्यो डल्लो डल्लो के हो र तिनु भने टिपो त यो खतरा मिठो हुन्छ भन्छन् पहिले भर्खर हेरेँ कहाँ छ र यही हो र यो डल्ले डल्ले टिपो नपाकेको पाके हो किन ए खसेछ होइन र यो हो यार देखाउ त हो खानु खानु त सबै च्याम्मा खान्न हो यसरी कस्तो छ फर्स्ट टाइम खाएँ मैले उयो खानु पनि दामी दामी के दामी दामी नि अरू कहाँ छोटो कट्टी खा मुखै बढी छ पाके होइन पक्कै पाक्यो पाके हो खानु नि त मैले अस्ति टिकटकहरूमा पुरा हेरेको थिएँ खस्यो पाकेको मात्र थियो म हल्लाइदिन्छु तिमी टिप नि त फेरि यो अर्को के हो फेरि यो तिनु गाइस तिनु पुरा यस्तो छ पर्या हो रे त अघि म हल्लाइदिन्छु मान्छेहरू के धेरै भएर नखानु रहेछ त्यस्तो कहाँ हुन्छ तल हेर्नु त तलैसम्म टिपाउनु लाग्यो थाम्नु झर्नु अब गाई छ हामी त आज त मालामाल छौँ के अरे यहाँ हेर्नु न यहाँ हेर्नु त यहाँ काफल हेर्नु न काफल हजुर काफल हो यो पाकिरह भर्खर त पाक्न सुरु भएर रहेछ क्या गुलियो हो यार काफल पनि होइन यस्तो छ र पनि ल थ्याङ्क यू मेरो बुढो भर्खर त पाक्न सुरु भएको छ नि टाइम लाग्छ चिप्लो त्यहाँ पनि त रहेछ लालीगुडा छ त्यहाँनिर पनि कस्तो छ ऊ यहाँनिर रहेछ यहीँनिर अब जाऊ खै सानो सानो छ क्या त्यो अलि माथि माथि अलिक ठुल्ठुलो तिमी जत्रो काफल टिप्नु यति डल्लो डल्लो होला यहाँ त के अझै भ्याइ आउन त यो त बैशाख लागिसक्यो जुम्ले हेर जुम्ले हे यसको रस
कति गुलियो छ खाने खानु न कस्तो मिठो हुन्छ माथिने हुन्छ नि थाहा पाउँछ यो खाँदैछ यहाँ सस्तै रहेछ आगर्नु त चाख्नु त चुस्नु कस्तो लाग्यो यहाँ छ त यति धेरै एउटा दिन टिपेको हाल्नु पाके हो यो कुन्टाबाट छान्नुपर्छ छैन उयो गत्ता पल्टिन लाग्यो यी हेर्नु न यस्तो निस्किन्छ अनि यो चाहिँ खाने हो अरू ल यो आफै खाएर बिहान अब काफल कुन्जीलाई टिप्नु के राम्रो मान्छेले यो खानुहुन्छ हुन त के खाउन् के नखाउन् के पुरा लिम्बू घरमै झुन्नेर पाकेर हैरान छ ओइसिलु घरमै हैरान छ त्यहाँ मैले सबै ट्राई गर्छु वनको कसले खाने खल्यो त्यो गत्ता अझै हेर्नु त लाली कुरा छिरा ओए के हो फेरि यस्तो यसको नाम हँ के हो र यो हँ है दुलैनीहरूले लाउँछन् के लगाइदिने यसलाई अब केही गर्नु यता आएर नि यहीँ रहेछ त कति धेरै भर्खर फुल लगाएको रहेछ कस्तो राम्रो लाली ए बाबा हो म त भएको कति धेरै टिप्यो कस्तो राम्रो त्यो सल्लाहको डाँठ पनि टिप्ने भन्दै थियो लगेर जान्छु म सबै लगेर जान्छु म त फुलकुमारी के गीत छ नि एउटा लाली गुराँस अजम्बरी के भन्यो अरे यहाँनी छ यहाँनी छ यहाँनी छ ए जङ्गलै लाली गुराँस यहाँ भयो उता गर्नु छ लग्ने होइन यो टिप न त अलि राम्रो राम्रो कहाँ कहाँ त्यसमा लग्ने टिक्ने त यसरी आई लभ यु बनाएर अभिलाई दिने हो मैले मेरो बुढोलाई यति लगाउँ है भयो ठाउँ नि छ बोक्न त सकिन्छ तर यति लगाउँ यहाँ मेरो झोलामा त काटियो खुसी भइहाल्छ एउटा यसो गरौँ न त्यो यहाँ ल अलि फेरि माथि माथि राखौँ न त्यो के हो प्लास्टिक ल्याएको त मैले यहाँ एउटालाई प्लास्टिकमा हाल्नु हो भेटिन्न त हौ यो दिनु पनि प्लास्टिकै आएन एउटा मात्रै होला कि तिमीले हालेको प्लास्टिक दुईवटा हो पैसा पो आउँछ यति हो कसलाई चाहियो लाली गुराँस ल्याउन आउनुलाई मेरो घर म तपाईँहरूलाई
के अरे गिफ्टमा ल्याइदिन्छु। ल ल ल ल ल ल यसो नकोच्यौँ न, यस्तो ढिलो गरेछु नि। यति लग्ने हो, योभन्दा धेरै बोक्न सकिन्न। यो त लाग्दैन। हेलो गाइज, काफल हेर्नु। अब म उता जान्छु। मेरो बुढोले कति टिप्नु भएर रहेछ है। ऊ त्यहाँ हुनुहुन्छ नि मेरो बुढो पर। अभि कति टिप्नु भयो? यहाँ पनि छ, तर अझै पाकेको छैन के राम्रोसँग। हो यो मैले टिपेको, यति थोरै टिपेछु नि मैले त, सकिनु भुइँमा त टिपेको नि त मैले। खै तपाईँले कति टिप्नुभयो? आमामा कति धेरै टिप्नु भएको रहेछ यहाँले। वा यो मेरो फेरि मैले थोरै टिपेछु। मिठो छ हो र? होइन अलिक रातो खानु नि, खानु त त्यहाँनिर। खै तपाईँको दिनु त थोरै, खै म खान्छु। म दिन्छु। रातो दिएको मलाई। यति लगाउनु सकिनु तिमी। मिठो रहेछ नि। यति लगाउनु मैले टिपेको मिठो छैन खासै। यति लगाउनु खाल्नु त त्यही गत्तामा, प्लास्टिकमा त बिग्रिन्छ। यस्तोमा काचेकुची हुन्न क्या। यसको माथिबाट लाली गुराँस हाल्दिनँ नि। हो हाम्रो काफल टिपेको पनि छ अनि अरू 15-20 मिनट टिपौँ न। अनि जति पनि यसको आधा त टिप्छौँ दुइटा मिलेर, अनि फेरि जाँदा है। जाम अर्को ठाउँ जाने भाडा भने पुरै यहाँको कत्रो छ काफल भने छिटो जङ्गलै गरिरहेछ। जता ऊ पा माथिमा यस्तो नजिक छ नि, पुरा नजिक छ कि काफल त लोटेर अहिले फेरि त्यो पनि पोखाइदिनु होला नि। फेरि मैले बोकेछु लाली गुराँस अनि टिनु भन्ने चिज। तिजु भन्छन् कि तिनु भन्छन् थाहा छैन त्यो चाहिँ, तर बोक्न चाहिँ बोकेछु मैले। त्यो पनि काफलको बुट्टा हो, त्यो पनि त्यहाँनिर पनि छ, त्यहाँनिर पनि छ, त्यहाँनिर यस्तो छ सानो। यहाँनिर छ, यो चाहिँ नआरै छ लाली गुराँस। हजुर जान त गएको थिएँ म, त्यहाँ टिपिथेँ मान्छेहरूले तल झन्। त्यो दुईवटा रुखमा छन् यस्तो भाजी टिपेको छ मान्छेहरूले। अझै माथि जाने भने थिएँ, डर लाग्यो फेरि
लास्टै डर्सेर नि त म फेरि शीतल हावापानी सँगसँगै काफल लालीगुराँस ऐसेलु तिर्नु गाह्रो छ हौ कस्तो रमाइलो भयो आज यतै बस्ने हो क्या हो लालीगुराँस मेरो बुढो यहाँ हुनुहुन्छ कहाँ काफल त पाकेकै छैन के यति सानो लालीगुराँस पनि फुले यति सानो हे राम राम यसो त फोटो खिचेर लग्नुपर्छ हौ कहाँ आएकै छैन यो वाला बोट यहाँ पनि पाकेकै छैनन् के कति लालीगुराँस फुल्यो हो कि त्यहाँनिर आउनु आउनु हेर्नु यहाँ काँचै छ सबै हेर्नु हेर्नु न बुढो कति धेरै आछ र पनि काँचो छ कि हो र पारी लालीगुराँस हेर्नु पारी फेरि जाने अब ऐसे टिपम लाने घटामा नि थोरै आफूले खाने भए त भइहाल्यो होइन के भन्नुहुन्छ ऐसेलु त्यो पाकेको थिएन त्यो माथिको हलामा यति ठुलो बक्समा लाने हो यति ठुलो बक्समा लाने त हो नि तर कस्तो गाह्रो छ म पछाडि चुन्नीले बोक्छु नि यसलाई हेर्नु यति सानो लालीगुराँस फुलेको त्यो हेर्नु त राम राम सबै पाइने रहेछ क्या त्यो बड्डी घरमा गएर किमो पनि त्यो हेरेर लग्नुपर्छ पानी माग्ने अनि तर सबै काँचो छ क्या अलि हुँदा पाक्नै दिन्न नि खानु नि कालो अघि यहाँ होइन नि मैले त पर टिपेको तर कुलियो छैन क्या नि हो दाना लाउनु त खानु म एउटा खान्छु कपाल डल्लो पारेको जाने अब यहाँ यस्तो काँचो छ कि पुरा पुरै छप्पकै आँखा कि तर काँचो ला 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 लालीगुराँस अघि टिपेको त्यति लग्नु भयो नलग्नु भयो जाने हो अब घरतिर जाने हो खै त्यो कस्तो चुचुरो छ नि त्यो कता हो त्यो गाउँ पुरा काफल छैन अन्त अब ऊ त्यहाँनिरको रुख छ त त्यहाँ पाके छैन खाना त खाइन्न अलिअलि देखेपछि मान्छेले हे तिम्रो त काफल टिप्न गाह्रो छौ भन्छन् अनि कता हो जाने हो अब